तपाईले आजसम्म कसैलाई प्रेम गर्नुभएको छ? हुन सक्छ तपाईले कसै न कसैलाई प्रेम गर्नुभएको हुन सक्छ, तर तपाईको मनमा कोही अर्को मान्छे आइरहेको हुन सक्छ, याद आइरहेको हुन सक्छ, मैले उसलाई प्रेम गरेको छु। तर तपाईको मनमा तपाई चाहिँ हुनुहुन्न, सायद तपाईले तपाईलाई प्रेम गर्नुभएको छैन। सायद हामीले दुनियाँलाई प्रेम गरेका छौं, तर आफैलाई प्रेम गरेका छैनौं। हामीले अर्को मान्छेलाई चाहिँ प्रेम गर्यौं, यो मान्छेलाई चाहिँ प्रेम गरेनौं। अब यो भन्दै गर्दा अलिकति गाह्रो हुन सक्छ यहाँलाई। अरे आफैले आफैलाई कसरी प्रेम गर्ने? पहिला त प्रेम के हो बुझौं। जब तपाईले कसैलाई प्रेम गर्नुहुन्छ, के गर्नुहुन्छ? एउटा आमाले एउटा बालकलाई प्रेम गर्नुहुन्छ, के गर्नुहुन्छ? ख्याल गर्नुहुन्छ, केयर गर्नुहुन्छ, सम्मान गर्नुहुन्छ, सहयोग गर्नुहुन्छ, दुःखमा साथ दिनुहुन्छ। आमाका लागि त्यो बच्चा सब थोक हुन्छ। आमाका लागि त्यो बच्चा नै सब थोक हुन्छ र त्यो बच्चाका लागि आमाले आफ्नो ज्यान पनि दिन तयार हुन्छ। अब यही भावना आफ्नो जीवनसँग सम्बन्धित भएर आउँछ कि आउँदैन? तपाई हामीले आफैलाई त्यति ख्याल गर्छौं कि गर्दैनौं? आफैलाई त्यति केयर गर्छौं कि गर्दैनौं? आफैलाई त्यति समय दिन्छौं कि दिँदैनौं? आफ्नै जीवनलाई त्यति नै कदर गर्छौं कि गर्दैनौं? अर्कोलाई त गरिसक्यौं है, आफैलाई गर्यौं कि गरेनौं? एक पटक सोचौं। यसो मान्छेले कहिल्यै गरेन। उनले आफूलाई प्रेम गर्ने अर्को मान्छे खोज्छ। हामीले प्रेम अरूबाट प्राप्त होस् भन्ने चाहन्छौं, अरूले प्रेम गरिदियोस् भन्ने चाहन्छौं। तर अरूबाट प्राप्त हुने प्रेम त्यो कन्डिसनल हुन्छ, त्यो अस्थायी हुन्छ, त्यो स्वार्थमा आधारित हुन्छ। र अर्को कुरा, अरूले प्रेम गर्छ नै भन्ने कुराको कुनै ग्यारेन्टी छैन। अरूले तपाईलाई प्रेम गर्छ भन्ने कुनै ग्यारेन्टी छैन। उनले मन लाग्यो भने गर्छ, मन लाग्यो भने गर्दैन। उसको जुन दिनसम्म तपाईसँग स्वार्थ मिल्छ त्यो दिनसम्म उसले प्रेम गर्छ। स्वार्थ बाजिएको दिन उसले प्रेम गर्न छोडिदिन्छ। स्वार्थ बाजिएको दिन। आमाले पनि सधैँ आफ्नै बालकलाई प्रेम गर्छन् यो जरुरी छैन। प्रेमीले सधैँ प्रेमिकालाई प्रेम गर्छ यो जरुरी छैन। प्रेमिकाले सधैँ प्रेमीलाई प्रेम गर्छ यो जरुरी छैन। श्रीमानले सधैँ श्रीमतीलाई प्रेम दिन सक्छ यो जरुरी छैन, सम्भवै छैन। न श्रीमानले श्रीमतीलाई सधैँभरिका लागि प्रेम गर्न सक्छ, न श्रीमतीले श्रीमानलाई सधैँभरिका लागि प्रेम गर्न सक्छ। हाम्रो जो प्रेम हो त्यो स्वार्थसँग जोडिएको छ, त्यो अवस्थासँग जोडिएको छ। यसो भयो भने प्रेम गर्ने। तिमीले मलाई साथ दियो भने म पनि तिमीलाई प्रेम गर्छु। तिमीले यो किनेर ल्याइदियो भने म तिमीलाई प्रेम गर्छु। तिमीले मैले भने जस्तो गर्यो भने मेरो प्रेम तिमीलाई। लगभग 99% मानिसहरूको प्रेमको अर्थ यही हुन्छ। अनि जब हामी यस्तो प्रेमको फन्दामा पर्छौं तब बार बार टुट्नु पर्छ, बार बार दुखी हुनु पर्छ, बार बार बेचैन हुनु पर्छ। अनि जीवन खल्लो खल्लो लाग्छ। लाग्छ कि मलाई यो दुनियाँमा कसैले खास प्रेम नगर्ने रहेछ। सो यताबाट असली प्रेम
मिल्न गाह्रो छ, यो असम्भव छ। त्यसैले आज म दुईवटा सन्देश दिँदैछु। प्रेमको असली स्रोत, असली प्रेमको असली स्रोत, र अर्को कुरा प्रेम माग्ने होइन, प्रेम दिने हो। पहिला त आफै प्रेमले भरिनु पर्यो, आफै प्रेमले भरिभराउ हुनु पर्यो, जिन्दगी नै प्रेममय बन्नु पर्यो, शरीरका कण कणमा प्रेम भरिनु पर्यो। पहिलो शर्त त यही हो। अनि दोस्रो शर्त के हो त भने प्रेम जति सकिन्छ अरूलाई दिनु पर्यो। हामीले जिन्दगीभरि प्रेम मागेका छौँ, दिएका छैनौँ। सबैले यहाँ प्रेम मागिरहेका छन्, कसैले पनि दिन खोजिरहेका छैनन्। उसले मलाई प्रेम गरेको छैन, मैले किन गर्ने? उसले पनि त्यही सोच्छ, म पनि त्यही सोच्छु। अनि यहाँ प्रेमको अभाव छ। यहाँ मान्छे ढुङ्गा ढुङ्गा छ, यहाँ मान्छे निर्जीव छ। दिन नखोजेपछि, लिन मात्रै खोजेपछि, सबैले लिन खोजेपछि दिन्छ कसले? र लिन खोज्नुको कारण यो हो कि मसँग प्रेम छैन भनेको के? मान्छेले लिन खोज्छ किन? नभएपछि हो नि त, होइन? भित्र प्रेम छैन, प्रेमको अनुभूति छैन, रुखो रुखो लाग्छ जीवन, उदास उदास लाग्छ जीवन। अनि अरूले प्रेम गरिदियो भने अलिकति भरिन्थे कि भन्ने लाग्छ। अरूले प्रेम दियो भने म भरिन्थे कि, पूर्ण हुन्थे कि। सबै कुरा यस्तै हो। सम्मान पनि अरूले गरिदिनुपर्छ, खुसी पनि अरूले बनाइदिनुपर्छ, प्रेम पनि अरूले गरिदिनुपर्छ। हामी सबै कुरा अरूबाटै प्राप्त होस् भन्ने चाहन्छौँ। भिखारी मानसिकता। हाम्रो मानसिकता भनेको माग्ने मानसिकता हो। प्रेम पनि माग्ने, खुसी पनि माग्ने, आनन्द पनि माग्ने, सम्मान पनि माग्ने। अरूले सम्मान गरेन भने पनि दुखी, अरूले प्रेम गरेन भने पनि दुखी, अरूले साथ दिएन भने पनि दुखी। सो भित्र जब हुँदैन तब माग्छौँ हामी। अब भित्र किन हुँदैन? कहाँबाट आउँछ? प्रेमको असली स्रोत के हो भन्दा तपाईँ नै हो। प्रेमको असली स्रोत तपाईँ हो र यो प्रकृति हो। प्रकृति भन्दा अनकन्डिसनल प्रेम यो दुनियाँमा अरू कसैले गर्न सक्दैन। प्रकृति प्रेमको अथाह स्रोत हो। जति पनि प्रेम चाहिन्छ लिनुस्, जति पनि प्रेम तपाईलाई चाहिएको छ यो प्रकृतिबाट लिन सक्नुहुन्छ। लिन सक्ने होइन, दिइराखेकै छ, बुझ्नुस् मात्रै। बुझ्न मात्रै जरुरी छ। किन? प्रकृति जति माया तपाईलाई अरू कसैले गर्दैन। प्रकृतिले जति ख्याल तपाईलाई गर्छ अरू कसैले गर्दैन। प्रकृतिले तपाईको जीवनलाई जसरी निर्माण गरेको छ अरू कसैले निर्माण गर्न सक्दैन। जमिनले हरेक दिन तपाईका लागि उब्जाइरहेको छ। हजुरलाई सम्भव बनाउनका लागि, हाम्रो जीवनलाई सम्भव बनाउनका लागि प्रकृतिले हरेक दिन जमिनले उब्जाइरहेको छ। कसका लागि? मेरा लागि, तपाईका लागि। हरेक दिन सूर्य उदाउँछ। उदाएन भने के हुन्छ? 6 महिनासम्म लगातार सूर्य उदाएन के हुन्छ? बोट बिरुवाले खाना बनाउन बन्द गरिदिन्छ। तपाईँ हामीले खानै पाउँदैनौँ, जीवन समाप्त हुन्छ। 24 घण्टा हावा चलिराखेको छ। 5 मिनट हावा रोकियो भने के? जिन्दगी समाप्त हुन्छ। प्रकृतिको एक एक कणले तपाईँ हामीलाई साथ दिइरहेको छ। पानी, जतिसुकै दुनियाँले प्रेम गरोस्, पानी पिउन पाउनु भएन, श्वास फेर्न पाउनु भएन। तपाईँ हामी मान्छेको प्रेमका लागि तडपिन्छौँ। 5 मिनट श्वास फेर्न पाउनु भएन भने के हुन्छ?
त्यो प्रेमले जीवन सम्भव बनाइदिन्छ। मान्छेसँग त्यो हैसियतै छैन, त्यो सामर्थ्य नै छैन कि तपाईलाई हो सदा सदा अथाह प्रेम गरोस्। बिचारा ऊ पनि प्रकृतिकै के हो त गुलाम हो, ऊ पनि प्रकृतिकै एउटा अंश हो। ऊ पनि बिलाएर जानेछ, ऊ पनि हराएर जानेछ। हुनसक्छ आमाले छोरालाई केही दिन प्रेम गरून्, हुनसक्छ प्रेमीले प्रेमिकालाई कुनै दिन प्रेम गरोस्, हुनसक्छ श्रीमानले श्रीमतीलाई कुनै दिन कुनै समयसम्मका लागि प्रेम गरोस्। त्यसैले प्रकृति प्रेमको अथाह महासागर हो। यहाँ अथाह प्रेम छ, अनि जहाँ प्रेम छ त्यही आनन्द हुन्छ। यसलाई महसुस गरौँ। खाना खाँदै गर्दाखेरि तपाईको टेबलमा, तपाईको थालमा जो खाना छ त्यो जमिनको मेहनत हो, त्यो यो पानी यो हावाको संयोजन हो, त्यो त्यसमा घाम पनि छ, त्यसमा पानी पनि छ, त्यसमा जमिन पनि छ। यो सबै कुरालाई तपाईले खाइरहनु भएको छ। हरपल श्वास फेर्दा महसुस गरौँ कि तपाईलाई प्रकृतिले सेकेन्ड सेकेन्ड प्रेम गरिरहेको छ। बिहान बिहान सूर्य जब उदाउँछ महसुस गरौँ त्यो सूर्यले तपाईको जीवनलाई प्रेम गर्न आएको छ। आसपासमा रुख बिरुवाहरू जो छन् यिनीहरूले पनि तपाईलाई प्रेम गरिरहेका छन्। निस्वार्थ, तपाईबाट केही कुराको आशा छैन। हरेक दिन अक्सिजन दिइरहेका छन्, फल दिइरहेका छन्, खानेकुरा दिइरहेका छन्। निस्वार्थ, निस्वार्थ। सो निस्वार्थ प्रेम त्यो पनि अथाह यदि तपाईलाई चाहिन्छ भने तपाईले प्रकृतिबाट लिन सक्नुहुन्छ। प्रकृतिबाट पाइरहनु भएको छ, महसुस मात्रै नभएको। त्यसैले हामी प्रकृतिकै एक के हो त प्रेमको फूल हो। त्यही प्रेमले हामीलाई सम्भव बनाएको छ। प्रकृतिले प्रेम गरेर नै जीवन सम्भव भएको हो। त्यसैले तपाई आफैमा प्रेम हो। हरेक एक मानिस प्रेमले भरिएको छ। अथाह प्रेम उसँगै छ, ऊ भित्रै छ। बाहिर खोज्न आवश्यक छैन, तडपिन आवश्यक छैन, उसले साथ दिएन भनेर रोइरहन आवश्यक। उसले कति दिन साथ दिन्छ तपाईलाई, कति दिन प्रेम गर्छ उसले तपाईलाई। बिचारा उसले आफैलाई पनि प्रेम गरेको छैन। त्यसैले उसमाथि भर नपरौँ, कुनै अर्को मान्छेमाथि प्रेमका लागि भर नपरौँ। यसको अर्थ मैले तपाईका सम्बन्धहरूलाई भत्काउन खोजिरहेको छैन। मैले त अघि नै भनिसकेँ कि पहिला भरिने अनि दिने हो, माग्ने चाहिँ होइन। बस यति कुरा बुझौँ। दिन सुरु गर्नुहोस् त प्रेम झन मौलाएर आउनेछ, सम्बन्ध झन मौलाएर आउनेछ। लिन खोज्नुभयो भने पीडा हुन्छ। उसले पनि प्रेम लिन खोज्यो, तपाईले पनि लिन खोज्नुभयो, अब सम्बन्ध झन दरारमा, सम्बन्धमा झन दरार आउँछ। सो प्रेमलाई दिने प्रयास गरौँ। पहिला प्रेमले भरिने प्रयास गरौँ। प्रेमले भरिनका लागि महसुस गरौँ। यत्र तत्र प्रेम छ, जताततै प्रेम छ। हावा प्रेम हो, पानी प्रेम हो, यो घाम प्रेम हो, जमिन प्रेम हो। बोट बिरुवाहरूले प्रेम नै दिइरहेका छन्। बस हामीले देख्न मात्रै बाँकी छ। जब देख्नुहुन्छ अनि प्रेमले भरिन थाल्नुहुन्छ, अनि जीवन प्रेमले भरिन थाल्छ। अनि त्यो प्रेममा कुनै स्वार्थ छैन, कुनै लोभ छैन। त्यो प्रेम बर्सिरहेको छ। तपाई जन्मेको दिनदेखि आजसम्म त्यो प्रेम बर्सिरहेको छ। त्यसले तपाईबाट केही माग्दैन। त्यसले कहिल्यै तपाईको प्रेमलाई कम गर्दैन, घटाउँदैन। तपाईसँग प्रकृतिको कुनै गुनासो हुँदैन। सो यसलाई महसुस गरौँ। जो प्रेम प्रकृतिमा विद्यमान छ, जो अथाह छ, जो भरिपूर्ण छ, जो जति लिए पनि
कहिल्यै रित्तिदैन, कहिल्यै सिद्धिदैन। असली प्रेम यहाँबाट प्राप्त हुन्छ। सो मान्छेलाई नसराप्नु होला। कुनै मान्छेले प्रेम गरेन भनेर दुखी नहुनु होला। उसले मलाई वास्ता गरेन भनेर दुखी नहुनु होला। उसले बिचारा कति वास्ता गर्छ। ऊ आफै मरेर जाने मान्छे, ऊ आफै सिद्धिने मान्छे। 2-4 दिनको पाहुना उसले तपाईँलाई कति चाहिँ साथ दिन्छ, कति उसले तपाईँलाई प्रेम गर्छ, कति उसले तपाईँलाई खुसी राख्न सक्छ। ऊ आफै नाजुक मान्छे हो। ऊ पनि प्रकृतिको परिबन्धमा छ। उसका पनि दायराहरू छन्। उसलाई पनि आफ्नो जीवन सम्हाल्नु छ। उसमा पनि दुःख छन्, पीडा छन्। उसले तपाईँलाई कहिलेसम्म प्रेम गर्न सक्छ र? आफै दुखेको दिन तपाईँलाई उसले कसरी प्रेम गर्छ? आफै बिथोलिएको दिन उसले तपाईँलाई कसरी प्रेम गर्छ? आफै कमजोर भएको बेला उसले तपाईँलाई कसरी प्रेम गर्छ? सो प्रेम यहाँ छ, यत्र तत्र छ, जताततै छ, सर्वव्यापी छ, भरिपूर्ण छ, जति चाहिए पनि छ। बस देख्नुस्, देख्ने प्रयास गर्नुस्, अनि तपाईलाई लाग्नेछ कि म नै प्रेम हो। अनि तपाईँ हामीलाई लाग्नेछ कि म प्रेमको फूल हुँ, म प्रेमको परिणाम हुँ र म यो प्रेम सबैलाई बाँड्न तयार छु, बाँड्न सक्छु, बाँड्नका लागि योग्य छु। र प्रेम जति बाँड्यो त्यति बढ्ने कुरा हो। सो आजबाट प्रेमका लागि अरूमाथि भर नपरौँ, प्रेमका लागि नतड्प्यौँ, प्रेम गरेन भनेर दुखेसो नगरौँ, आफूलाई कमजोर नबनाऊ। हामी नै प्रेम हो, हामी नै प्रेमको अथाह स्रोत हो। यही भित्र छ प्रेम। बस यसलाई देख्ने प्रयास गरौँ अनि जिन्दगी आनन्दले भरिभराउ हुनेछ। जहाँ प्रेम हुन्छ त्यही आनन्द हुन्छ, जहाँ प्रेम हुन्छ त्यही ऊर्जा हुन्छ, जहाँ प्रेम हुन्छ त्यही शक्ति हुन्छ, खुसी हुन्छ। यो भिडियो कस्तो लाग्यो? मन परेको भए शेयर गरिदिनु होला। यो प्रेममय जीवनको सन्देश अरूलाई पनि प्रसारण गर्न सक्नुहुन्छ शेयर गरेर। हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिराख्नु होला। जीवनका यस्तै महत्त्वपूर्ण सन्देशहरू लिएर बार बार उपस्थित हुने गर्छौँ। थ्याङ्क यू सो मच। नमस्कार।